यो कथा हो एउटा नेपालीको जसले शान्तिको सपना बोकेर विदेश गए तर युद्धको धुवाले उनको सपना र उनको सास दुवै लुट्यो। दर्शकवृन्द नमस्कार। विपिन जोशीको अत्यन्तै भावुक स्टोरी यहाँहरूको माझमा शेयर गर्दैछौँ। पुरा भिडियो सामग्री हेरी तपाईको मनमा लागेको विचार तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। 7 अक्टोबर 2023 त्यो दिन जुन दिन संसारका हरेक टेलिभिजनमा एउटा शब्द दोहोर्यायो, युद्ध। हमासले इजरायलमाथि गरेको भीषण आक्रमणमा सयौं मानिस मारिए र थुप्रै निर्दोष कामदारहरू बन्धक बनाइए। त्यही भीषण क्षणमा हराए नेपालका विपिन जोशी। नेपालको कञ्चनपुरका एक सरल परिवारका छोरा। उनी विदेश गएको कारण एउटै थियो, सपना खेतीमा नयाँ ज्ञान लिएर गाउँ फर्कने। तर त्यो सपना अब केवल सम्झना मात्र बन्यो। त्यो बिहान इजरायलको सुदूर दक्षिणी क्षेत्र हमास लडाकुहरूको अकस्मात आक्रमण, गोली, बम र आतंक बीच विपिन जोशी बेपत्ता भए। नेपालमा खबर आयो इजरायलमा आक्रमण, नेपाली विद्यार्थी बेपत्ता। त्यो क्षणदेखि विपिनको घरमा फोनको घन्टी बजिरह्यो, तर अर्कोतिरबाट कहिल्यै आवाज आएन। उनकी आमा, उनका बुवा र साथीहरू हरेक दिन एकै कुरा भन्थे, उहाँ फर्कनुहुन्छ। तर दिन समय बित्दै गयो, आशा पनि थाक्दै गयो। 2 वर्षपछि अन्ततः एउटा खबर आयो। इजरायली सेनाले घोषणा गर्यो गाजाको युद्धभूमिबाट फेला परेको शव विपिन जोशीकै हो। शवलाई तेल अभिवमा लगेर डिएनए परीक्षण गरियो। रिपोर्टले पुष्टि गर्यो हो त्यो नेपाली युवाको अन्त्य यही हो। सेनाको दाबी छ विपिनलाई हमासले बन्धक बनाएको थियो र सम्भवतः बन्धक अवस्थामै उनको हत्या गरिएको हो। अब इजरायलबाट विपिनको शव नेपाल ल्याइँदैछ। गाउँमा सबै तयारी हुँदैछ, तर त्यो स्वागत जसमा न त हाँसो छ न त खुसी, केवल आँसु, सम्झना र मौन श्रद्धाञ्जली। उनकी आमा भन्छन्, हामीले उहाँ फर्किनुहुन्छ भनेर विश्वास गरेका थियौँ, तर अब मेरो छोरा कहिल्यै फर्कने छैन। गाउँभर शोक छ, साथीहरू सम्झिरहेका छन् उही विपिन जो हाँस्दै भन्थे विदेशबाट फर्केर आफ्नै खेतमा काम गर्छु। तर अब त्यो सपना युद्धको धुवामा हरायो। यो कथा केवल विपिनको होइन, हजारौं युवाको हो जो उज्यालो भविष्य खोज्दै विदेश पुग्छन् तर कहिल्यै घर फर्कन पाउँदैनन्। विपिन जोशी एक साधारण युवक, असाधारण बलिदानका प्रतीक। उनले हामीलाई सम्झाइदिए युद्धमा कसैको जित हुँदैन, हार त सधैँ आमाको हुन्छ। र अन्तिममा विपिन जोशीको आत्माको चिर शान्तिको कामना। तपाईँ फर्किनु भएन, तर हाम्रो हृदयभित्र सधैँ बाँचिरहनुहुनेछ। विपिनको सपना सरल थियो, खेतमा हरियो बाली देख्ने, आफ्नै हातले जीवन फलाउने। तर त्यो सपना अब केवल सम्झनाको बाली बनेर अङ्कुरिएको छ। उनको परिवारको आँसुमा र सम्पूर्ण नेपालको हृदयमा। आज हामीले उहाँलाई गुमायौं, तर सायद उनले हामीलाई एउटा अमर शिक्षा छाडे। युद्धले कुनै समस्या समाधान गर्दैन, केवल मान्छेको मुटु पत्काउँछ।